त अब चाहिँ हामी ग्रोसरी आइरहेको छौँ है त गाइज। हेलो ल त हामी के खाने हो कुनै चटपटेर आमा चट सामान दिँदैछ है त ल रोशनीले। काजु किसमिस रोशनी बदाम बदाम भनेको है त यहाँ चाहिँ हाम्रो चटपटे रहेको छ नयाँ चिसो कोक रहेको छ ल खानु चिसो छिटो ओ सिसाको होइन चटपटे वा यम्मी एकछिन टेस्ट गर्नु भन्छ के खाना आइसक्यो है त। अब हामी यहाँनिर चटपटे मुखबाङ गरेको यहाँ यम्मी देख्न सक्छ त चटपटे एक काट्ने हुन्छ यम्मी कोक देऊ बाटी जानुहोस् हाम्रो कोक रहेको छ आन्टी आन्टी यता बस्नु न बस्यो रोशनी आउँछ तिमी यहाँ आऊ यहाँ यहाँ आऊ रोशनी तिमी यहाँ चेस गरेर फर्स्टमा कि चप्पे भयो चम्पटी चेस गर न फर्स्टमा चाहिँ चेस सुन ल आन्टी गर्न नभन्नु चेस आन्टी चाहिँ चिया बनाउँदै हुन्छ ल लु गर सुन यता हो कर्स यता यता उता उता चेस ल खाएर गाइ सक्नु पर्छ त चेस गरेर चप्पे चेस हो रोशनी एकछिन हरे चेस त चप्पे पनि हुन्छ त यहाँ त्यो पनि यस्तो गर्ने घर बाहिर त खै आमा चाहिँ भएन नि त चप्टे चिज गर्न गएको छैन हामी गाई चेस खाएर गाई पिरो पर्छ सोध्नु पिरो नै हुनुपर्छ भनेर तिमीले पिरो भन्छ त्यस्तो छ तिमी त ओस्याक नै हो बुझा फेरि मलाई हो हजुर कसले बोलेको मैले अगाडि बोलेको हुन्छ पछाडि नै बोलेको त अनि अहिलेको बोलेको यस्तो हुँदैन सुन्नु त्यस्तै भयो अनि बोरा बाटो उला आइरहेको छ तिमीले त स्टोरी अनि चल्नु कसरी हुन्छ सही भयो हिजो तपाईँको फेभरेट मान्छे नाम त पनि खाऊ मै खानु पर्यो कपडा राख्छ मै खानु पर्यो अङ्कल खानु पर्यो बिहान छैन होला 5 बजे उठाएर हिँड्नु लगाऊ जस्तै तिमी यहाँ आउनुपर्ने क्या तिमी आएन त म सुन छोरी मम्मीलाई 4 बजे उठाएर हिँड्नु लगाऊ मलाई यो भुजा ओसेर भएन है रोशनी यसरी खानु त मेरो बनाएको र दोकानको चटपटे कस्तो हुँदछ अनुभव दिन्छ हैन साथै कल गरे पिरो हुन्छ के यिनीहरूले बनाएको हो म पिरो खानु सक्दैन र ए पानी दिउँ खास पानी दिइरहेछ अच्छा चियाले कसरी मेटिन्छ पिरो चिया झन् पिरो है मलाई चाहिँ हेर्नु पर्ने साउन्ड लगाएर भन्दा रोशनी धेरै खान नसक्छु म पनि यति धेरै त खाइसक्न सक्ने खानु दिन्छ त खानै नखानु वेट घटाउनु भन्छ डक्टरले रहेछ म खाएँ अन्डा खाएको त भित्र नि एउटा अन्डा एउटा हो अर्को के कस्तो बनाएको हुन्छ धेरै खानु चाहिँ पाइदियो त्यस्तो धेरै भयो क्या म पिरो पनि छ खाने त परेछ चटपटे यसरी म त मन परेन सादा मनपर्छ क्या मलाई अलिकति थोरै सादा क्या भातमा सादा भात क्या के हो भिन्डी भात करेला भात साग भात त्यस्तो मिठो छ कि हो भुजा उस म त खादिनँ यता मेरो घरमा छ पिरो बनाएको त्यही भएर यो भुजा नहाल्नु त त्यही हुन्छ भएन मलाई भएन मेरो
सुपमा खाँदा चाहिँ पिरो हो कि जस्तो लाग्यो तर तिम्रो होइन पिरो खाने गर्दा पिरो हुँदैन नि त हामी नखाने गर्दा म त पिरो खाँदिनँ नि त तिमीले काट्न हालेको बिनु हालेको मिठो भन्नु अम्ले हो अम्ले हाले गाज पिरो गर्नुहुन्छ लगाएर चाहिँ। धेरै हाल्यो भने तर भुजान हाल्नुपर्छ छोड्नु हुँदा के घरमा त भुजान हाल्नुपर्छ थोरै हालेको बुझा हामीले नहाल्नुपर्छ बुझाएको खासै हालेको नि होइन हामीले यति यति पुग्दो रहेछ नि त नि किनभने कस्तो खाएन धेरै भए दुध पनि यो के चाउचो साधेको खान्छ क्या हामीले है त्यो कस्तो दबाई? होइन चाउचो साधेको खान्छ क्या अब भुजा ओस्यो नि त किनभने त्यही भएर क्या फेरि जस्तो रहेछ है, कलर। छोरीको के को जो सोनु होला के हाल्छ तपाईँलाई कस्तो थाहा छैन क्या के हाल्छ होइन, कालो होइन, यो के मेरै कलर रहेछ भनेको चाहिँ। ए ग्रीन त तिमीमा सेम सेम भेट्यो नि त सेम छ नि त मैले जब खान्छ मेन काला त सधैँ झिकेर लगाउनु जानेर नि के अरे त्यो एकदम साह्रै होइन, पानीको। अन्त भरि चाहिँ सिनेर ट्याङ्की नै होइन, लगाएर खानु। उसलाई बनाएर मलाई दार्दैन हामी खाँदैछौँ हालेको छैन महेन्द्रले ट्याङ्की सफा गर्नु भन्थ्यो बेस्ट आज त ट्याङ्की नै भर्दैछ पानी वासिङ मेसिनमा चलेन सब उठ्यो धुँदाखेरि अनि पानी भर्छ पानी हटाउन सकिँदैन हाम्रो त हामी कति जग्गा किन्न लानु बिन्दुले फोन गर्दै थियो आउँछ भनेर अब त भ्याउँदिन नो बोय बोल था होइन बोल्छ होइन बोय छ बोल छ केटा साथी छ बेस्ट फ्रेन्ड नाम के हो निङ भन्छ उनीहरू के बनाएर खान्छ अरे के बनाएर खान्छ अरे अब अब कञ्चनजङ्घामा नै हुन्छ अरे रियान छ पनि मोमो बनाएर के खान्छ अरे बनाएर मम्मी मम्मी अङ्कललाई इन्भाइट मम्मी खानु त हुँदो रहेछ म त मोबाइल खाने। अब हामी एकछिनमा मोमो विङ्स ससेस खाने तर एकछिनमा अहिले सरप्राइज मैले भने नि अब एकछिनमा त्यो चाहिँ आउनु बाँकी छ गाइस मम्मी अब रियान चाहिँ त कञ्चनजङ्घामा पो हुन्छ त तपाईँ म त लोच्छेमा पो हो त युहरू त लोच्छेमा पो हो त के भनेको म त उता अर्कै सुझाव आँटेको भनेको थिएँ म त होइन होइन सेक्सन सेक्सन। तीनवटा सेक्सन हुन्छ फोमा हो अन्त फोमा पनि अहिले बुझेका थ्रीवटा हुँदैछ तिमीहरू काट गर्ने जस्तो थियो गर्नु नभने क्या भिडियो आयो मुख बन्द हाल्नु न मुख बन्द उनीहरू भिडियो अफ गर न अब अब राम्रो नि अफ गरिदिन्छु ल अब यो भाइको सानो हुन्छ अब आइसक्रिम घटेर चेस खाएर गाइस खाएर फर्स्ट प्याट गाइस गायब होला गायब भयो आधी अब वान फेरि सक्यो म खान्न हुन्छ